पर्वत र बाग्लुङलाई जोडेको तेरा के मसित बोलेर तो ही माया मेरो बाटो झल्को आउँछ नहे नयो बाटो झल्को आउँछ नया नहे नयो बाटो भारी पर्वत हे माया ठीक छ
यो समातेर देखाउने देखास बाबु ल बाबु ल बाजा ल अब हामी गाडीमा हिँड्छौँ ल झोबहादुर घाम चुरिन है चाँडै आउनु होला है साथीहरू ल म फर्केँ मेरो भाइ अमर सरको छोरा हाम्रो दाजुभाइ बागलुङ पञ्चकोटको बाट देखिने तल बागलुङको दृश्य खोला पारीतिर पर्वत केही गर्नु पर्दैन उसलाई देखाउनु माइजो यो त यहाँ पञ्चकोट भन्ने ठाउँ चाहिँ यो ढुङ्गा मुनिको केन्द्र हो मन्दिर बुढीबा मान्छेलाई नि हुँदैन कहिले बुढीबा मान्छेहरूलाई गाह्रो भयो कि भनेर कि बागलुङ पञ्चकोट बागलुङ पञ्चकोट भनिने मुख्य स्थान मन्दिर चाहिँ यही हो हजुर हजुर पञ्चकोट भनेको खास यही हो अब तलतिर पार्कहरू हो खालि हरि हरि महावीर झरना झरना पुरै आसर्ला
आइहाल्नुहुन्छ के अरे साथी ए साथी गजबको पानी बाबु त्यस्तो गाउँमा झारेको होइन आउनु बाबु हिँडी आउनु अब को कति ए कागज साथीहरू आउनु बिहारीहरू दुईजना किन हामीसँग नमिले पौडी खेलेर छ होला भान्जीको मसँगै मुक्तिनाथ अप्पर मुस्ताङको यात्राको क्रममा हामी घाँसामा खाना बनाउँदै यतातिर खाना बन्दैछ र यतातिर यात्रु दाजुभाइ दिदीबहिनीहरू रमाइलो पनि गर्दै हुनुहुन्छ। यो माथिल्लो दुईटा गाडी चाहिँ हाम्रो आँखा झिम्क्याएर बसौँ बाबुहरू अब अप्पर मुस्ताङबाट माथि कोरोला नाका पुग्नै लाग्दाको दृश्य। पर देखिएका ठुला घरहरू र सहरको रूप देखिएको चाइनाको भाग पर्दछ, यतातिर नेपाल।
हामीभन्दा छिटो पो आइसक्यो त है सन्तानलाई कसले सक्नु बाबु भन्छ ल राजाको दरबार भनेर बाबु भन्छ विरुद्ध काभ्रे राजो सन्तानहरूको छैन अहिले हिजो मात्र आउनु त म होटलमा बस्नु कृषक अष्टमण्डपबाट हो ओ दाहिनेपट्टि देब्रेबाट जाउँ साथीहरू राजारानी यिनी हुन् हो यही हो यो ऊ माथिसम्म छ त यस्तो लेखमा पनि बेला कालमा नि होइन धन्न परमात्मा परमात्माले हाम्रो यो मेरो पसल हो हजुर यो दरबारको मूल गेट हो दरबारमाथि कुकुरले रक्षा गरेको छ नो इन्ट्री खाना दिने राख्ने कसले गर्छ यसलाई एकजना हेरालु राखेको छ अरे दरबारमा खर्च पनि यसरी के खेलेको त पैसा पर्छ यसको पैसा परिहाल्छ पैसा आउँछ पैसा आइहाल्छ दरबारको मूल गेटबाट माथिको भाग यति अग्लो रहेछ डेन्जर छ यार नेचुरल ग्यास भित्र बोइल गर्छ यहाँ बसौँ ल अरे हो यहाँको दृश्य हो सुशीला यो सर खिचानु पहिला तिमीहरू खाली व्यक्तिगत खुसुक्क एउटा भन्छौ मलाई हुलमा जम्मै खिच्ने सकिहाल्यो
एक्लै किन आउँछ समूहमा आएपछि समूह कुरा बसेर खान मजाले पाइन्छ जोमसोममा प्रसादी खाने समय हो बाबु त्यो फलेकोमा आउनुहोस् राडीमा गर्नुहोस् है सानै त्यसो समस्त भक्तजनहरू भोजनको लागि केही क्षण ढिला भए पनि प्रसाद ग्रहण गर्ने क्रममा हामी हुनुहुन्छ। एउटा आजको भोजनमा बडा सिस्टमका साथ एउटा हाम्रो वैष्णव सम्प्रदायको चाहिँ यहाँ 7 अगस्तमा हामी रहेका छौँ। हामी जोमसोमको यहाँ के मन्दिर गुरु यो वैष्णव मन्दिर वैष्णव मन्दिर गणेश मन्दिर तथा अन्नदान क्षेत्र मुक्तिनाथ आश्रम गणेश मन्दिर अन्नदान क्षेत्र मुक्तिनाथ आश्रम को गुरु हुनुहुन्छ उहाँ चाहिँ र हामी समस्त भक्तजनहरू प्रसाद ग्रहण गर्ने क्रममा देवी प्रसाद चालिसे गुरु हुनुहुन्छ। उहाँ गुरुको सद्भावले गरेर आज हामीले यहाँ प्रसाद ग्रहण गर्ने अवसर पायौँ। तर गुरु होइन गोरु रहेछन्। गोरुको कुबुद्धिले हामी माथि दुर्भाव प्रकट गरे र प्रति व्यक्ति 50 को दरले रुपियाँ लाग्छ भने खाना खाइसके पश्चात र लिने बेलामा त्योभन्दा पनि बढी अर्थात् 42 जनाले खाना खाएको 2500 रुपियाँ लिएर छोडे। त्यसैले गुरु होइन गोरु रहेछन्। द्वारीको तल्लो भागमा रहेको स्वर्गद्वारी बाबाले प्रयोग गर्ने गरिएको भनिएको कुवा पानी तल ढुङ्गाको कापबाट फुटेर आएको देखिन्छ। सफा कञ्चन पानी र यसरी सिँढीको बाटो माथिसम्म जाने व्यवस्था छ। यहाँ तराईदेखिको दाजुभाइहरू आएर धार्मिक आस्थामा भरपुर रहेर यसरी सिँढीको राम्रो व्यवस्था गरिएको रहेछ। यहाँ स्वर्गद्वारी बाबाले पानीको समस्या हुँदा आफ्नो ध्यान योग बलले पहराबाट पानी निकालेको भनिएको कुवाको दर्शन हामीले भर्खर गरायौँ। कसैले हाल्छ भने छैन उहाँले नहाल भन्नुहुन्छ ठिक्क हाल भन्छु अर्काले हाल्दैन हाल भन्नुहुन्छ। खलङ्गा प्युठानको खलङ्गा सदरमुकाम नजिकैको सडकको छेउमा हामी भान्साको तयारीमा छौँ।
प्युठानको खलङ्गामा खाना बनाउने खाने क्रममा एकछिन आनन्द लिँदै कस्तो राम्रो यो हो नि त तरिका नाचेको राम्रो छ नाचेको राम्रो छ अन्तमा रौतिर ती हाम्रो छ हेर्दाखेरि रोगी यी दिदी हिँड्ने बेला अगाडि के विधि ऐना हेरेर तिमीले आज हेरे कि कुन्तिर म बसेको खलङ्गा मुन्तिर ऐना हेरेर भान्सेलाई नगर हेला 12 बजे भात खानी भो बेला ऐना हेरेर स्वर्गद्वारी गरेर दर्शन भक्त जन छन् सबै हर्षमा ऐना हेरेर
ऋषिकेश मन्दिर पाल्पा रेडी। होइन रे हजुर लाउनु ए टिपेर लिएर आएँ मैले, टोखो लिएर आएँ। राधाकृष्ण मन्दिर पछाडिबाट हेर्दा यस्तो देखिन्छ। विष्णु नारायण नारायण हरे हरे, विष्णु नारायण नारायण हरे हरे। स्याङ्जाको धगौतीमा भएको हनुमानको मूर्ति चित्र भनौँ या मूर्ति, साथै गुल्मी पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे पुल र पारिपट्टि रुरु ऋषिकेश मन्दिर भएको क्षेत्र यो बजारभित्र। यतातिर गुल्मीको रेडी बजार र यो स्याङ्जा हाम्रो भीमसेन दाई यात्रु भक्तजनमा श्रद्धाभाव भएको मानिस हुनुहुन्छ यहाँ साथमा। हनुमान पार्क का सर राखेर ओडिसाले गर्ने त हामी यति साथी गरेर सेल्फी आउँछ नि त सर आउँछ यतातर्फ स्याङ्जा ए भिडियो गर्न आउनु त के छ तपाईँ यति बेला सिसिटिभी क्यामेराको निगरानी हुनुहुन्छ यतातर्फ पाल्पा र यतातर्फ गुल्मी तीनमुखे पुल।
बाटो एउटा 50 रुपैयाँ तिर खान्छ तिर्छ 50 बोगेर खोलामा तिर्छ अलगै ढिलो भयो नि अन्तिम अर्को अस्ति गर्नु मिलिहाल्छ कति पाउँछ नमान्दा के भयो त हामीलाई त्यहाँनेरि बनाउनु के पनि किन यहाँ यसो के पनि चक्लेट पनि नदिनु के रे भोकोले भन्छ काँडाबारी रानी महल पाल्पा रानी महल धीर शमशेरका 17 भाइ छोरा मध्ये खड्ग शमशेरले आफ्नो रानीको शोकमा सम्झना स्वरूप भारतको ताजमहलको नमुनाको रूपमा त्यहाँबाट इन्जिनियर झिकाएर बनाएको यो कृष्ण गण्डकी किनाराको विशाल भवन ताजमहल रानी महल रानी महलको पछाडितिरको भाग सँगै किनारामा कालीगण्डकी नदी यहाँबाट मोबाइल खस्यो भने कालीगण्डकीमै पुग्छ सँगै रानी महल पाल्पा बुढियामा लिएर गर्नु आउने तपाईँ छोराले देखाउनु पर्छ आउनु तपाईँले फोटो खिचेर आउनु के लाल माने कि बुढियामाले हाम्रो हजुरआमा आउनु यता पाल्पा श्रीनगरमा पार्कमा साथीहरू मनोरञ्जन गर्दै
नेपाली नारीहरूको हातले ढाकाको कपडा बुन्दै हुनुहुन्छ यहाँ। तान यसरी लगाइएको हुँदो रहेछ। यहाँ सटल कुद्छ तल। वृद्ध आमा सोध्दै हुनुहुन्छ। तल पाल्पा दरबार। त्योभन्दा अगाडि चाहिँ हो, त्यहाँबाट चाहिँ मैले 5 तल पुगेँ। 5 तलबाट फेरि यता पाल्पा दरबार स्क्वायर सेन वंशका शासकहरूले शासन गर्दा बनाएको दरबार। यो भूकम्प पश्चात पुनर्निर्माण गरिएको अवस्थामा छ, तर पुरानै स्वरूपमा जस्ताको तस्तै निर्माण गरिएको छ यो दरबार। अहिले यसलाई सङ्ग्रहालयको रूपमा एकीकरणका समयमा योगदान गरेका वीर योद्धाहरूको स्मरण गर्ने गरी सङ्ग्रहालयको रूपमा चाहिँ यसलाई प्रयोग गरिएको, विकास गरिएको अवस्था छ। खा खा चुप। कहाँ भन्छ आज देखि भने धेरै समय नै हो।
भुँडो नखान्छ पापडमा त अलिकति अचार थोरै बाबु कान्छा है कान्छा ल है खाऊ है खाऊ तरेको भात यात्रामा सहभागी सबै अमूल्य आत्माहरूको हृदयदेखि सम्मान गर्दै बिदा लिन्छु। नमस्कार, फेरि भेटौँला। कृपया सब्स्क्राइब गरिदिनुहोला। नमस्ते।